गुड मर्निङ गुड मर्निङ यो चाहिँ बिहानीको दृश्य तपाईँहरूले देख्नुहुन्छ र म चाहिँ हल्का शारीरिक कसरतको लागि आफ्नो शारीरिक तन्दुरुस्तको लागि चाहिँ व्यायाम गर्नको लागि चाहिँ म चाहिँ माथि छततिर निस्किएको छु र यो चाहिँ बिहानको दृश्यहरू म तपाईँलाई देखाउँदैछु र यो चाहिँ मैले चाहिँ आजको यो बिहानी यस्तो सुन्दर छ, यति राम्रो छ होइन। र म यहाँबाट तपाईँहरूलाई के भन्न चाहेको भने हरेक दिन प्रत्येक दिन चाहिँ परमप्रभुले चाहिँ नयाँ नयाँ दिनहरूलाई सृजना गर्नुहुन्छ। उहाँको वचनमा लेखिएको छ हरेक दिन परमप्रभुले नयाँ नयाँ सुन्दर सुन्दर बिहानीहरूलाई बनाउनुहुन्छ, सृजना गर्नुहुन्छ। हरेक दिन उहाँको कृपा चाहिँ नयाँ हुँदछ भनिकन चाहिँ पवित्र बाइबलमा परमेश्वरको वचनमा भनिएको छ। साँच्चै नै हरेक दिन उहाँले चाहिँ नयाँ नयाँ दिनहरूलाई सृजना गर्नुहुन्छ आफ्नो जातिको लागि, आफ्नो मानिसहरूको लागि। र यो दिनहरूमा चाहिँ यो आशिषको दिनहरूमा चाहिँ हामीले हाम्रो परमेश्वर सृष्टिकर्ता परमेश्वरलाई खोज्न आवश्यक छ। के हामीले उहाँलाई खोज्दैछौँ? के हामीले उहाँलाई साँच्चै नै आफ्नो हृदयलाई हामीले खोज्दैछौँ? उहाँको वचनमा यसो लेखिएको छ जबसम्म परमप्रभुलाई पाउन सक्छौँ उहाँलाई खोज, उहाँ नजिक हुनु हुँदैन, उहाँलाई खोज। त्यो दिनहरू चाहिँ आउनेछ जुन दिन मान्छेहरू चिच्याउनेछन्, कराउनेछन्, पश्चाताप गर्नेछन्, तर त्यो दिन चाहिँ तिनीहरूले आफ्नो परमेश्वरलाई भेटाउने छैनन्। परमेश्वरको आवाज तिनीहरूबाट टाढा हुनेछ, परमेश्वरले आफ्नो मुहार तिनीहरूबाट लुकाउनेछ, किनकि त्यो समय चाहिँ सकिएको हुन्छ भनिकन चाहिँ भनेको छ। अनि प्रियहरू, आज नै हामीले चाहिँ परमेश्वरलाई समय दिन